मनिषालाई खाजा पुग्यो पुगेन ल मागी मागी खानु ल मागे खाने हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँ सबैजनालाई मेरो च्यानलमा स्वागत छ र आज पनि फेरि तपाईँसँग नयाँ भ्लग लिएर आइसकेको छु र विशेष गरी आज तपाईँहरूलाई उभौलीको सबैलाई शुभकामना र आज विशेष गरी हाम्रो किरात राई समाजको हाम्रो यो उभौली पर्वको अवसरमा चाहिँ हामीले एउटा ग्लोबल कम्पिटिसनको तर्फबाट चाहिँ हामीले एउटा झाँकी प्रस्तुत लिएर हामी जाँदैछौँ। आज विशेष गरी चाहिँ हाम्रो टुर्नामेन्टमा प्रोग्राम छ अनि त्यहाँनिर चाहिँ हाम्रो रेली र झाँकी प्रस्तुत हुनेवाला छ, साकेला प्रस्तुत हुन्छ अनि त्यसको लागि हामी जाँदैछौँ। एकदम घाम लागिरहेको छ, सबैजना भाइ बहिनी तयार भइसक्नुभयो, सबैजना भेला हुँदै हुनुहुन्छ। छिटो हाम्रो टोले र अब केही समयपछि हामी तल काउन्टरमा भेला हुन्छौँ। काउन्टरमा पनि हाम्रो केही भाइ बहिनीहरू साथीहरू भेला भइरहनु भएको छ अनि यहाँबाट लगभग हामी 20-25जना जाँदैछौँ र त्यसपछि हामी यो साइडबाट टर्न लिएर हामी यताबाट तल काउन्टर निस्किनेवाला छौँ अनि काउन्टरबाट हामी त्यहाँ भेला हुन्छौँ र सबैजना हामी बसमा जानेवाला छौँ र फर्किँदा चाहिँ रमाइलो हुनेवाला छ आजको। आज हाम्रो उपस्थिति भनेको चाहिँ 60-70 जस्तो हाराहारी हुनेवाला छ। जस आज टुर्नामेन्टमा बल रमाइलो हुनेवाला छ भन्ने आशा गर्दछौँ र आज बल रमाइलो भइरहेको छ। हामी ग्रुप गतिमा हिँडिरहेको छौँ सबैजना होइन र अलिकति हामीलाई घामले चाहिँ समस्या होला जस्तो छ। आज निकै घाम लागिरहेको छ होइन, त्यो हुँदाखेरि चाहिँ अलिकति समस्या हुनसक्छ हामीलाई। तर जे साथ यता लेफ्टतिर यता टुडी खेल काउन्टर अनि त्यही भएर अलिकति भाइ बहिनीहरूलाई घामले साह्रो पार्न सक्छ। त्यो आज घाम पनि कम बल धेरै साह्रो लागिरहेको छ। तर ल अब चाहिँ हामी टुडी खेलतर्फ झर्दैछौँ है। जति भाइ बहिनीलाई पर्खिरहेको छौँ र लगभग आधी भन्दा बेसी चाहिँ हामी सबैजना आइसक्नु भएको छ। सबैजना हेन्सम ब्युटी भएर सबैजना आज एकदम सबै राम्रो मात्रै देखिरहेको छ। आज के भयो भने सबैजना यस्तो राम्रो भएर आउनुपर्छ होइन, कस्तो हुँदैछ, मजा आइरहेछ ल। भरे नाच्नुपर्छ, गरीमा कतिको मजा आउने हो। भान्जोले मजाले बजाउनु रहेछ ढोल चाहिँ आजको मेन ढोलर है अन्त मेन ढोले भान्जो होइन त। जस आज रमाइलो बवाल हुनेवाला छ अनि हामी लगभग अझै आउने बाँकी छ। त्यही भएर हामी पर्खाइमा छौँ उहाँहरूको अनि बस अघि गइसकेको छ एउटा चाहिँ, त्यही अर्को बसको लागि हामी पर्खाइमा छौँ। कतिको हल्का छ होइन, हल्का चलाउन सकिन्छ। हाम्रो एउटा चम्बर बनिसकेको छ, हामीले एउटा चम्बर बनिसकेको छौँ र अब एउटा चम्बर बनाउन बाँकी छ हाम्रो। यहाँ छ हाम्रो एउटा चम्बर, त्यो चम्बर बनाउनु पऱ्यो नि त एउटा। ल अमी सर खै त म चम्बर बनाउँछु। हाम्रो सर चाहिँ चम्बर बनाउँदै हुनुहुन्छ, चम्बर बनाउँदै हुन्छ भन्दा पनि आउँदैन हामीलाई त्यो चम्बर अनि चौरीको पुच्छर अनि त्यहाँनिर बाँध्दै हुनुहुन्छ हाम्रो सरले चाहिँ। घाम भइरहेछ, भरे घाममा गाह्रो हुन्छ। हाम्रो चम्बर रेडी भइसक्यो। सरले चम्बर रेडी गरिसक्नु भइसक्यो। धुनुपर्छ कि एकचोटि अनि सुक्दैन होला नि त सर। पुरै हुने कुरा छ,
ल ल आउन बाँकी को हुनुहुन्छ बसिहाल अब उभिएरै जाने हो सबै उभिन पर्यो नि अब दुईटा बस भन्न सकिँदैन अब जे जति सिट पुग्छ त्यति सिटमा चाहिँ बस्ने अरू बाँकी चाहिँ हामी उभिएरै जान्छौँ अनि यहाँ अघि झ्यालझालमा बसिसकेछन् अनि जति हुन्छ अब हामी उभिएर जानुपर्ने हुन्छ किनकि हामीले दुईवटा बस लानको लागि खर्च फेरि धेरै पर्छ होइन त्यो भएको हुनाले हामी एउटा मात्र बस लानेवाला छौँ लगभग हामी सबैजना आइसकेको छौँ यहाँनिर र बाँकी बिचमा बाटोमा चाहिँ कतिजना हुनुहुन्छ उहाँहरू चढ्नुहुन्छ बिच बाटोमा ल गरी भइसक्यो सिट बसभित्र चढिसकेका छौँ पछाडि रमाइलो हुन्छ अब चाहिँ ल ठिक छ ठिक छ लगभग हामी 60देखि 60जना जति लगभग छ होला गर्नु पर्यो अगाडि पछाडि जानुभित्र कतिजना बस्नु भएको चाहिँ लगभग सर्छ अझै बिचमा हेर्नु पछाडि रमाइलो भइरहेको छ है अहिले चाहिँ हामी टुप्लिङ झरिसकेका छौँ र अब हामी टुप्लिङबाट यतापट्टि जाँदैछौँ हाम्रो सकेका ठाउँतिर लगभग हाम्रो टिम सबै आइसकेका छौँ र हामीलाई केही समय लाग्छ यहाँबाट यता अहिले लगभग हामी अब यहाँबाट धेरै समय लाग्दैन हामीलाई हात पनि कसैले हलाउँदैन त न भिडियोमा हलाइरहनु है फाइनली हामी सकेका थान आइसकेका छौँ हाम्रो टुप्लिङ किरात राई आयोगद्वारा नयाँ निर्माणाधीन हाम्रो सकेका थानमा अहिले चाहिँ भर्खर ग्राउन्डहरू यहाँनिर बनाइरहेको छ हाम्रो अरू खोलाइ भइहाल्यो यहाँनिर बन्ने क्रममा छ लगभग हामी खासबारीबाट हिँडेको लगभग कति हामी 11 बजे बिचमा अब धेरैजना छुटिरहनु भएको थियो त्यो भएर उहाँहरूलाई हामीले पर्खिने क्रममा गर्दाखेरि त ढिलो भयो जस सबैजना हाम्रो जमात एकदमै राम्रो भयो जमात भइरहेको छ यहाँ सबैजना उपस्थित भइसक्नु भएको छ बेला आउँदा लगभग 200 का हाराहारी चाहिँ हामी हुन्छ होला यहाँबाट दामी नजारा आउनेवाला चाहिँ टक्क अरू खोला छ यो साइडमा टक्क यहाँबाट यस्तो चाहिँ आजको माहौल बहुत दामीवाला काम
अहिले चाहिँ हामी यता साकेवा थानबाट अलिकति यतापट्टि आएको छौँ डुल्नलाई अनि जस्ट अहिले चाहिँ घाम छैन भनौँ न अहिले चाहिँ पुरा धुम्म भइरहेछ त्यही भएर शीतल शीतल भइरहेछ अनि हामी चाहिँ यता टुनिटार एयरपोर्ट यहाँनिर छ हाम्रो है यता साइडको अगाडि यो टुनिटार एयरपोर्ट हो अनि त्यसकै यतापट्टि हामी आइरहेको छौँ एकछिन घुम्नलाई जस्ट अहिले शीतल चाहिँ हावा सर आइरहेछ र पछाडि अरुण भ्यू देख्नुहुन्छ तपाईँले हाम्रो अरुण उपत्यका र हाम्रो साकेवा थान चाहिँ यहाँ तल अघि नयाँ साकेवा थान हामी नाच्ने चाहिँ त्यहाँनिर हो यो ट्र्याक्टर आएकोदेखि साइडको यो डाँडा अलिकति खारेको ठाउँ अहिले चाहिँ त्यहाँ साकेला नाच्दा नाच्दै अलिक त पल्लो मनोकामना धार्मिक स्थल धाममा सबैजना जानुभएको छ हामी चाहिँ यता घुम्न आइरहेको छौँ अहिले चाहिँ अनि त्यसपछि हामी एकछिन यहाँनिर घुम्छौँ डाँडाहरू हेर्छौँ भ्यूहरू हेर्छौँ त्यसपछि हामी पनि त्यहाँनिर जानेवाला छौँ जस्ट यहाँबाट दामी भ्यू देखिरहेको छ है टक्कै यो अर्नु खोला यो पारी भोजपुर साइड अनि यहाँबाट यस्तो दामी आएर छ भ्यू है अनि हाम्रो एयरपोर्ट यो तुर्के पुल जाने यता पारी साम्पाङ भोजपुर जाने बाटो यता यो रोड हो अहिले हामी एयरपोर्टको पछाडि चाहिँ भागतिर छौँ र यहाँनिर चाहिँ जो धेरै फेसबुकतिर देखिरहेको डाँडा यो भाइरल डाँडा हो यो चाहिँ म तपाईँलाई देखाउनेवाला छु अहिले चाहिँ हाम्रो अर्नु खोला एयरपोर्ट पछाडि अर्नु खोलाकै माथि डाँडा पर्छ जस अहिले शीतल भएकोले मात्र हामी घुम्न आएको नभए दिउँसो घाममा चाहिँ सकिँदैन जस बेलुका 3 बजी उता मात्र यहाँ चाहिँ अलिकता बस्नको लागि एकदम हावा आउँछ सर र जस बस्न मजा हुनेवाला छ यहाँबाट दामी नजारा देख्छ अनि पछाडि देखिरहनु भएको छ अर्नु खोला त्यो साइड अनि योभन्दा पछाडि भागमा चाहिँ टुमिन्टार एयरपोर्ट अनि त्यहाँबाट दामी देख्छ तल साइडतिर जस्तै यहाँबाट चाहिँ भ्यू नजारा यसो उतातिर बेलुकाको टाइममा हावा खाना यसो डुल्नको लागि सबै भाँचे छन् यतातिर यो साइडतिर टक्क ल हेर्नु यो डाँडाबाट देखिने भ्यू सरर सरर पिकनिक खानको लागि चाहिँ यो डाँडा आउन एकदम राम्रो छ अनि यो डाँडाबाट यसो बेलुकाको टाइममा नजाराहरू खोलातिर हेर्न यता साइडतिर राम्रो डाँडा देखिँदो रहेछ है रमाइलो छ यो ठाउँ यहाँबाट हेरिदिउँ टक्क साइडतिर यताबाट अर्को डाँडा रहेछ फेरि प्योर हट यहाँ झन् पुरै चिल्लो डाँडा रहेछ नि हौ यस्तो भिड डाँडा रहेछ यहाँ ऐट आमा यो ठाडो बाटो मान्छे हिँड्छन् क्या यो साइडमा यो डाँडा डाँडा मान्छे हिँड्दो रहेछ नि हौ आमा यस्तो डाँडा चिप्लो भन्दा सिधै तल ओट कस्तो भिड डाँडा रहेछ नि त यता यहाँ तल बाख्रा चरिरहेको छ पारी दामी रहेछ नि नजारा त्यहाँबाट ल तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ यहाँबाट ठ्याक्कै टुनिटारको एयरपोर्टको पछाडि भाग जस यता भोजपुर साम्पाङ जाने तुर्के पोलकोदेखि अलिक यता माथि है जस राम्रै ठाउँ रहेछ यहाँ पुरा दामी ठाउँ रहेछ टक्क बारेको छ नि बारेको छ वरिपरि जस पिकनिक खान ठाउँको लागि राम्रो छ अलिक त गर्मी चाहिँ ठाउँ हो त्यो भन्दाखेरि दिउँसोको टाइममा चाहिँ गर्मी हुनसक्छ यो चाहिँ हामी मनोकामना गएको थिएन हाम्रो टिम चाहिँ मनोकामना पुरै पुग्यो अरे आउँदै हुन्छ बर भारी देखिरहेको छ हाम्रो टोलीहरू ओह माथि आउँदै हुन्छ पर त्यसो त पानी परिरहेको छ रात पनि परिरहेको छ 3 को क्रस भइसक्यो र पानीले एकदम ठिक छ अहिले चाहिँ एकदम शीतल भागले निकै जोसिया छन् हाम्रा युवा कलाकार भाइ बहिनीहरू निकै अझै उहाँ आउने क्रम चाहिँ कहिले आइसक्ने त अहिले चाहिँ हामी टुमिटारको साइडतिर हिँडिरहेको छौँ र हामी मनोकामना टोली आउँदै हुनुहुन्थ्यो अनि हामी चाहिँ 2-3 जना बाहिरतिर घुमिरहेको थियौँ अनि मनोकामना टोलीले लिएर आएको हामी चाहिँ ढिलो गरेको हुनाले अनि लगभग अहिले हाम्रो 4:30 पनि बजिसकेको छ अब लगभग आउँदै नै हुँदैछ आकाश पनि धुम्मा भइसक्यो अनि जस आज रमाइलो भइरहेको छ अघि दिउँसो घामले अलिकति जस रमाइलो भइरहेको छ मलाई भनौँ रमाइलो पछाडिको हाम्रो ग्रुप भाइ बहिनीहरूलाई रमाइलो भइरहेको छ आएको थियो घामले अलिकति गर्मी पनि थियो है अहिले बेलुकाको सिजनमा अलिकति पानी परेको हुनाले एकदम शीतल महसुस भइरहेछ र अब नाच्नै बाँकी छ एकचोटि चाहिँ धुलै उडाउने यहाँले ढिलो भयो पनि है कहाँ सानो छ 2 ग्रुप मजाले अट्छ अर्को ग्रुप गएर नाच्न थालिसके पछाडि रमाइलो भयो नि त पछाडि कहाँ रमाइलो हुँदैन कसरी भिज्यो के भएर भिज्यो कहाँ भिज्यो सबै लुत्रो मुसा जस्तै भयो अनि कसले चाहिँ ठ्याठ्या गर्दै हिँड्न लाग्यो त बाटोबाट पानी पर्यो रात पनि लगभग परिसकेछ पुरै आकाश यस्तो भइसकेछ अँधेरै अब जहाँ मान्छे पनि नराम्रो देख्न थालिसकेछ है अहिले त उज्यालो त राम्रो देखिन्छ सबैजना
लगभग हाम्रो केही टिम चाहिँ पछाडि छौँ र धेरै जस्तो टिम अगाडि गइसक्नु भएको छ अनि एकछिन अब त्यहाँनिर हामी खाजा खाएर फर्किहाल्ने हो एकछिन नाचेर त्यो बिचमा अब धेरै भिडियो त आज मैले देखाउन सकिनँ ल अहिले चाहिँ हाम्रो खाजा खाने क्रम हुँदैछ सबैजना कलाकारहरू एकदम हाम्रो ड्रमर भाइहरू आजका ढोले भाइहरू मुख्य गरी मासु 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 थोरै यताको हेरौँ आजको दृश्य मिठो छ ओहो पानी पानी अहिले जब हाम्रो खाजा खाने कार्यक्रम भइरहेको छ अनि थोरै हामी खाजा खाएर एकछिन फेरि यहाँ साकेला नाच्छौँ तर हाम्रो साकेला नाच्नको लागि चाहिँ पुरै पानी जमेर केही छ नि हिलै छ पुरा धान रोपे जस्तो भनेर आज धान रोप्नै पर्छ हिलाउन क्या छपक छपक भन्नु फोटो खिच्ने अब के छैन अनि एकछिन हामी नाच्छौँ त्यसपछि हामी अब खाँदोरीतिर हाम्रो खाँदोरी टोली चाहिँ अब हामी बसबाट घुर्छौँ अनि पानी अझै परिरहेको छ आकाशमा पुरै धुम्म भइरहेछ खोइ खाजा भयो खान यता मिसोलाई खाजा पुग्यो पुगेन ल मागी मागी खानु ल अब मागे खाने नि ढोले भान्जालाई आज के भयो पुग्यो खाजा कस्तो हुँदैछ त आज रमाइलो भइरहेछ मौसलले साथ दिइरहेछ नान हामी कतिखेर जानु अब ल अब पानी पनि पर्यो हजुर के र अनि खाजा खाने विकल्पमा छैन यहाँ चुवाते छ सुँगुर सुँगुर चल्दैन बाहुनीहरूलाई छेत्रीनीहरूलाई चल्दैन नि चल्दैन नि त छेत्रीनीलाई चल्दैन सुँगुर पानीले एकदमै हामीलाई यस्तो मजाले कुटेको छ पानी यस्तो ठुलो परिरहेको छ है सबै साकेला नाचेको सबै आज मुसा जस्तै भएको छ सबै भिजेर सबै भिजेर खुट्टाको हाला जस्तो छ दौरा सुरुवाल सबै भिजेर अब मुसा जस्तै भयो ज्वरो आउँछ सबै भिजेर ल पानीले भिजेर अब यस्तो ठुलो पानी परिरहेको छ नि आज साकेलामा सबैजना भिजेर मुसा जस्तै हाल्छ अझ हामीले पानीले यति बिजोग बनाएको छ यति बिजोग बनाएको छ लड्छ अब हाम्रो त्यहाँ चाहिँ बाटोमा चाहिँ बस निस्किनेवाला छ हामी बस बोलाइरहेको छौँ अनि सबैजना चाहिँ अघि घामले एकदमै हामीले साह्रो पारे पनि अहिले चाहिँ पानीले शीतल त भयो बढी नै शीतल भयो चाहिँ पुरै पानी परिरहेको छ है अनि अब हामी त्यहाँ बाटोमा निस्किन्छ बाटोमा बस आउँछ त्यसमा हामी चढेर जानेवाला छौँ अब हिल्लै हुन्छ नि सबै अनि यहाँबाट अब हामी बाटो त्यो हाइवे निस्किनलाई चाहिँ धेरै टाइम लाग्दैन त्यही हामी जान्छौँ अगाडि टोली अब चाहिँ हामी खाँदोरीतर्फ फर्किने क्रममा छौँ र सबैजना बसमा चढिसक्नु भयो अझै हाम्रो एक टोली यहाँ पुगिरहेको छैन बस अटिरहेको छैन उफ्रिरहनु भएको छ यत्रोजना हुनुहुन्छ अझै अट्दैन भने अर्को बसमा हामी आउने छौँ सबै भित्र प्याक छ आमा गीत पनि गाउनु गीत पनि एक दुईवटा पानीले बाजा माथि नाच्नु पर्थ्यो अब एकचोटि माथि पोखरी बजार नाच्नु पर्थ्यो